प्रत्येक वर्षको अक्टोबर 11लाई अन्तर्राष्ट्रिय बालिका दिवसका रूपमा संसारभर मनाइन्छ। बालिका अधिकारको सवाललाई मुखारित गर्ने अवसरका रूपमा लिइने यो दिवसको अवसरमा एएचएफ नेपालले बाँकेको कोहलपुरमा एक कार्यक्रम सम्पन्न गरेको छ। प्रस्तुत छ कोहलपुर पुगेर तयार गरिएको यो रिपोर्ट। म बालिका हुँ, म नेतृत्व गर्न सक्छु। सङ्कटको अग्रपङ्क्तिमा बालिका भन्ने नाराका साथ यो वर्षको अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ। प्रत्येक वर्ष अक्टोबर 11लाई अन्तर्राष्ट्रिय बालिका दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घ लगायतका संस्थाहरूले मनाउँदै आएका छन्। यसै सन्दर्भमा एएचएफ नेपालले बाँके जिल्लाको कोहलपुरमा एक कार्यक्रम सम्पन्न गरेको छ। भेरी अस्पताल र स्थानीय समाज सेवा संस्थासँगको सहकार्यमा एएचएफले स्थानीय विद्यालयमा अन्तर्क्रिया कार्यक्रम, सडक नाटकसँगै विविध चेतनामूलक कार्यक्रम गरेको हो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर डम्बरपालले किशोर किशोरीहरू उमेर तथा संवेगका हिसाबले संवेदनशील उमेर समूह रहेको भन्दै यो उमेरमा गलत सङ्गत र अभ्यासहरूबाट बच्नुपर्ने धारणा राख्नुभयो। उहाँले एचआईभी सँगै लागू औषधको दुर्व्यसनी तथा साइबर अपराधको उच्च जोखिम समूह समेत भएकाले सचेत बन्न किशोर किशोरीहरूलाई आग्रह गर्नुभयो। तपाईहरु वास्तवमा सुरक्षित हुनुपर्ने, हामी सुरक्षित हुनुपर्ने धेरै क्षेत्रहरू छन्। तपाईहरु अहिले 17-18 देखि 20 को एज ग्रुपमा हुनुहुन्छ होला सायद। तपाई हामी धेरै भल्नरेबल छौं। तपाई एचआईभी मात्रै होइन, साइबरको थ्रेटबाट पनि तपाई बच्नु छ। साइबर थ्रेटबाट सबैभन्दा पहिलो च्यालेन्ज तपाईलाई त्यहाँबाट बच्नु छ। अनर्गल र तपाईका विभिन्न फेक आइडीहरू बनेर तपाईहरु पनि भिक्टिम भइसक्नु भएको छ होला। तपाईहरु त्यो साइबर थ्रेटबाट बच्नु सर्वप्रथम अनावश्यक लिङ्कहरुमा क्लिक नगर्नुहोस्। अनावश्यक चाहिँ सोशल मिडियाहरुमा तपाईहरु चाहिँ प्रवेश नगर्नुहोस्। अनअथोराइज एक्सेस नगर्नुहोस् र सिम्पली तपाई चाहिँ साइबर थ्रेटबाट बच्नुहोस् भन्छु। तपाईको अनलाइन ठगी अहिले सबैभन्दा व्याप्त छ। तपाईहरुले अननोन नम्बरबाट आएका व्हाट्सएप कलहरू अथवा अननोन नम्बरबाट आएका मोबाइल कलहरू तपाईहरुले कहिले पनि रिसिभ गर्ने प्रयत्न नगर्नुहोला। तपाई ठगिन सक्नुहुन्छ। तपाईलाई विभिन्न प्रलोभन तपाईलाई मोबाइलमा, तपाईको इन्टरनेटमा प्राप्त हुन सक्छ। यस्तै केसहरू मैले अनुसन्धान गर्नु, प्रत्येक दिन मैले त्यही केसहरू फेस गर्नु परिरहेको छ। त्यसो भएर सबैभन्दा पहिला साइबर सेक्युरिटीमा तपाईँ चाहिँ अवेर हुनुहोस् है। जथाभावी मोबाइलको, जथाभावी इन्टरनेटको, जथाभावी सोसल मिडियाको प्रयोग नगर्नु होला। यसमा तपाईँहरूलाई म सचेत रहनको लागि निवेदन गर्दछु। भेरी अस्पतालका एआरटी फोकल पर्सन तथा सूचना अधिकृत डाक्टर सङ्केत रिसालले किशोर किशोरीहरूमा चिन्ता, चासो र जिज्ञासा ज्यादा हुने र यो चासो पूरा गर्ने क्रममा गलत सङ्गतमा पर्न सक्ने सम्भावना भएको बताउनुभयो। किशोर अवस्थामा उत्पन्न हुने चिन्ता, चासो र जिज्ञासालाई सकारात्मक कुराहरूमा केन्द्रित गर्न सक्दा मात्रै बालबालिकाहरू जोखिमबाट बच्न सक्ने उहाँको भनाइ छ। किशोर किशोरी अवस्थामा तीनटा कुरा एकदमै फिल भइरहेको हुन्छ: चिन्ता, चासो र जिज्ञासा। म बिहान नहाएर ड्रेसिङ टेबलमा कपाल कोर्न जान्छु। मैले एकचोटि मात्रै कपाल कोर्छु। तर तपाईहरु आफ्नो घरमा या आफ्नो हस्टलमा या हस्टलको रुम सम्झिनुहोस्, जब तपाईहरु नहाएर निस्किनुहुन्छ कमसेकम महिनामा 7 चोटि कपाल मिलाउनुहुन्छ। यो तपाईहरुको क्यारेक्टर होइन, यो खराब नेतृत्व होइन, यो तपाईहरुको एजले गर्दाखेरि चिन्ता, चासो र जिज्ञासाले गर्दा तपाईहरुलाई राम्रो र सुन्दर हुने मन हो। यो राम्ररी बुझ्नुस्। र यो चिन्ता, चासो र जिज्ञासामा कहिलेकाहीँ समाजमा केही व्यक्तित्वहरू हुन्छन्। रोगमा पनि हुन्छ एउटा अपर्चुनिस्टिक इन्फेक्सन भनेको। जो कमजोर हुन्छ त्यसलाई नै धेरै रोग लाग्छ।
तपाईँहरूको सोच र तपाईँहरूको उमेरको अवस्थाले गर्दा तपाईँहरूलाई धेरै किसिमको जिज्ञासा लाग्छ। अहिले मेरो पढाइकै बारे सुन्नुभयो, म पनि यस्तै भए हुन्थ्यो है, हुनुहुन्छ। मेरो उमेरमा आयो भने किन नपढ्ने? कसैलाई मास्टर बन्ने सोख होला, कसैलाई इन्जिनियर बन्ने सोख होला, कसैलाई पाइलट बन्ने सोख होला, कसैलाई डक्टर बन्ने सोख होला। त्यसले गर्दा सबभन्दा ठुला कुरा तपाईँको एज बेरियरमा जहाँ चिन्ता, चासो र जिज्ञासा हुन्छ, जुन रोगको हामीले औषधि उपचार त गर्छौँ, क्योर मात्रै गर्छौँ हामीले। तपाईँहरूकै उमेरमा, हाम्रा उमेरमा, कुनै पनि उमेरमा कसैलाई पनि रोग लाग्न सक्छ, तर हामीले यो अवस्थामा चिन्ता, चासो र जिज्ञासालाई कन्ट्रोल गऱ्यौँ भने त्यो रोग लाग्नबाट हामी 100मा 100% बच्छौँ। बालबालिकाहरूको ज्ञान सोचलाई असल मार्ग देखाउने काममा विद्यालयका शिक्षकहरूको महत्त्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ। यदि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा कुनै दुविधा भएमा शिक्षकहरूसँग परामर्श गर्न समेत उहाँले किशोर किशोरीहरूलाई आग्रह गर्नुभयो। तपाईँहरू बिरामी नपर्नुहोस् र तपाईँहरूलाई कहिले पनि जिज्ञासा लाग्यो, म पेट तथा कलेजो रोग विशेषज्ञ मात्र होइन, म प्रदेश 5 प्रदेश 7 को HIV को फोकल पर्सन हो नेपाल सरकारकै। म HIV को फोकल पर्सन मात्रै होइन, म किशोर किशोरीको ट्रेनर पनि हो र म त्रिभुवन विश्वविद्यालयको एसोसिएट प्रोफेसर पनि हो। त्यसले गर्दा भेरी अस्पतालमा HIV सेक्टरको परामर्शहरू 20 नम्बर कोठामा दिइन्छ। तपाईँहरू केही त्यस्तो पर्यो मनमा जिज्ञासा भने आफ्नो गार्जियनसँग त्यहाँ आउन सक्नुहुन्छ र तपाईँहरूलाई निःशुल्क परामर्श हामीले दिन्छौँ। AHF नेपालका क्षेत्रीय कार्यक्रम संयोजक सञ्जय पौडेलले किशोर किशोरीहरूमा नयाँ कुराको परीक्षण गर्ने जोस हुने र त्यस्तो जोसले कुलत तथा दुर्व्यसनीमा फस्न सक्ने भन्दै ठिक बेठिक थाहा पाएर मात्रै कुनै पनि कुराको निर्णय लिन सुझाव दिनुभयो। AHFले HIV जस्ता यौनजन्य संक्रमणका बारेमा किशोर किशोरीहरूलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको उहाँको भनाइ छ। विशेष गरी छोरी बच्चाहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई पनि यस्तो दिवसको अवसरमा, यस्तो दिनको अवसरहरूमा सम्झिन्छौँ र उहाँहरूलाई पनि HIV, यौन रोग जस्ता अरू विभिन्न किसिमका समस्याहरूमा नपर्नुहोस् भन्ने उद्देश्यका साथ हामी थोरै भए पनि, तपाईँहरू केही मान्छे हो, यहाँ भएको हलमा केही नभए पनि 50-60 जना हुनुहुन्छ हो, तपाईँहरूले गएर आज HIV को एउटा नाटक देखाउनु भयो अथवा यो एजुकेसनसँग रिलेटेड कुरा तपाईँले थाहा पाएर 50 जनाको घरमा जाँदाखेरि घरको 2-2 जनाले सुने पनि 100 जना पुग्यो, 3 जनाले सुन्यो भने 150 जनालाई थाहा हुन्छ। तपाईँहरूले म्यासेज फ्लो गर्ने हो र तपाईँको भाइ बहिनीलाई म्यासेज फ्लो गर्ने हो, आफ्नो सिनियरलाई म्यासेज फ्लो गर्ने हो होइन। र अघि हाम्रो एसपी सरले पनि धेरै कुरा भन्नुभएको छ, कुनै पनि सेवा लिनबाट जायज कुरामा बोल्न पनि डराउनु भएन, अगाडि आउन पनि डराउनु भएन, यो गर्नुपर्छ। समाजसेवा संस्थाका प्रतिनिधिले भने विद्यालय समुदायको प्रतिनिधिमूलक संस्था भएको र किशोर किशोरीहरूलाई एकैपटक एकै ठाउँमा यो चेतनामूलक कार्यक्रममा समावेश गर्न सकिने भएकाले कार्यक्रम विद्यालयमा आयोजना गरिएको बताउनुभयो। यो सडक नाटकको माध्यमबाट के भने तिम्रो HIV भनेको के हो, HIV नलाग्नलाई के गर्नु पर्यो, HIV चाहिँ लाग्नु कारण के हुन्छन्, यी कुराहरू र यसका जोखिमहरूको बारेमा र सामाजिक जुन लान्छना विभेदहरू हुन्छन् त्यो विभेदहरूलाई कसरी रोक्न सकिन्छ भन्ने कुरामा गरिएको थियो। हाम्रो यो पालिका के अरे विशेष गरेर बालिकाहरूको उच्च जोखिममा रहेको पालिका हो। उमेर कलिलो उमेर छ उहाँहरूको, अब उमेर अनुसार अब उहाँहरूको हार्मोनहरू चेन्ज हुँदै जाने हो, उहाँहरूले अझै खासै थाहा छैन कि राम्रो के नराम्रो भन्ने कुरा थाहा छैन। अब उहाँहरूले एकदम छिटो बुझ्नु पनि हुन्छ, अब एकदम कम पनि बुझ्नुहुन्छ, उहाँलाई राम्रो कुराहरू सिकाउँदा नराम्रो पनि लाग्न सक्छ अनि नराम्रो कुराहरू राम्रो पनि लाग्न सक्छ, कुलतमा पनि फस्न सक्नुहुन्छ। यस्तो अब बाहिर आजभोलि सामाजिक सञ्जाल छ, सामाजिक सञ्जालबाट पनि अरू कुराहरूमा फस्न सक्नुहुन्छ भनेर चाहिँ खास टार्गेट उहाँहरूलाई नै गराएको हो। उहाँहरूले चाहिँ अब नफस्नुहोस् त्यस्तो कुरामा, उहाँहरू जोगिनुहोस्, अब भोलिको कर्णधारहरू उहाँ नै हो भनेर चाहिँ खास चाहिँ हामीले विद्यार्थीहरूलाई बुझाउन खोजेको हो। कार्यक्रममा संस्थाका स्थानीय कलाकारहरूले HIV सचेतनामा आधारित नाटक समेत प्रस्तुत गरेका थिए। त्यो नियमित रूपमा ARV औषधि सेवन गर्यो भने आफ्नो आयुसम्म उसले बाँच्न पाउँछ
र तपाईँहरू दुवैजना श्रीमान श्रीमतीले पनि बच्चा जन्माएपछि त्यो औषधि खाँदै गर्दा एआरभी भने चाहिँ एन्टी रेट्रोभाइरल हैन हो दाइ हो अनि के रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति बढाउने हो एकदम अनि तपाईहरुले पनि नियमित रूपमा त्यो औषधि खानु भने बच्चा जन्माउनु भने तपाईको बच्चा पछि पनि एचआईभी संक्रमित हुँदैन र तपाईहरु पनि आफ्नो आयु बाँच्न सक्नुहुन्छ दाइ चिन्ता यता हेर्नुस् न यसरी अङ्कमाल गर्दैमा यसरी चुम्बन खाँदैमा हात मिलाउँदैमा एचआईभी एड्स सर्दैन के डराउनु पर्दैन मच्छरले टोक्दामा पनि सर्दैन एचआईभी एड्स सर्ने भनेको त निर्मलीकरण नगरिएका सुई ब्लेडहरू यस्ता साधन प्रयोग गरेमा असुरक्षित यौन सम्पर्क गरेमा बल्ल सर्ने हो क्या। नाटक र अन्तर्क्रियाबाट विद्यालयका विद्यार्थी शिक्षक कर्मचारी र सहभागीहरूमा एचआईभी प्रतिको बुझाइमा प्रष्टता आएको विश्वास गरिएको छ। As a children, it is our responsibility to gain the knowledge, apply it in our life, and then do better in our future. Because if we don't apply it in our life, there is no point in seeing all these plays and this education that we are getting. We need to apply it in our life and then make our life a better. This is the main motive of this play also. एचआईभी एड्स लागेका मान्छेहरूलाई समाजले दुर्व्यवहार गरेको उनीहरूलाई समान व्यवहार नगरेको देख्न सकिन्छ। यदि उनीहरूलाई हामीले नै आलोचना गर्ने हो दुर्व्यवहार गर्ने हो भने उनीहरू आफै हिम्मत हार्छन् र उनीहरूले आत्महत्या गर्ने जस्तो सम्बन्ध त्यस्तो अवस्था पनि सिर्जना हुन्छ। एएचएफ संस्थाद्वारा हाम्रो विद्यालयमा एउटा अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा एचआईभी अवस्था संक्रमण सम्बन्धी हाम्रो विद्यालयमा एउटा छोटो कार्यक्रम भएको थियो र त्यसमा हामीलाई सिकाइएको थियो एचआईभी रोग होइन एउटा अवस्था मात्रै हो जसलाई हामीले नर्मलाइज गर्न सिक्नुपर्छ अनि त्यसमा विशेष रूपमा त्यसका कारण अनि रोकथाम चाहिँ भन्नुभएको थियो हामीलाई। त्यसमा कारण मल्टिपल सेक्स पार्टनर अनि प्रोटेक्सन विदाउट प्रोटेक्सन त्यो टचमा हुनु जतिसम्म हामीलाई थाहा छ जतिसम्म हामीले गर्न सक्छौँ हामीले हाम्रो फ्यामिली र सोसाइटीलाई आफूले जानेको ज्ञान प्रष्ट रूपमा नहिचकिचाइ र बिना त्यो झन्झट केही गरी नशर्माइकन आफ्नो कुराहरू व्यक्त गर्न सक्नुपर्छ। जसले आफ्नो कुरा व्यक्त गर्न सक्यो त्यो मान्छेलाई नै सोसाइटीले फर्दर टाइम टु टाइम अनुसार एक्सेप्ट गर्न सक्छ। अन्तर्राष्ट्रिय बालिका दिवसकै अवसरमा पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारीहरूका बीचमा सीएमई सेसन आयोजना गरिएको छ। वरिष्ठ अस्पताल नर्सिङ प्रशासक विद्या वास्तोलाले सहजीकरण गर्नुभएको प्रशिक्षण कार्यक्रममा प्रतिष्ठान तथा एआरटीमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो। यसैगरी पोखराको बैदाममा रहेको वडा प्रहरी कार्यालयमा हिरासतमा रहेका बन्दी तथा महिला कर्मचारीहरूलाई सहज होस् भन्ने उद्देश्यले एएचएफले स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत हस्तान्तरण गरेको छ। यता चितवनको भरतपुरमा भरतपुर अस्पतालसँगको सहकार्यमा एएचएफले आदर्श गृह बालबालिका पुनर्स्थापना केन्द्रमा एचआईभी सम्बन्धी एक चेतनामूलक अन्तर्क्रिया सम्पन्न गरेको छ। महिनावारी स्वच्छता, प्रजनन स्वास्थ्य र अधिकार, एचआईभी सचेतना र क्यान्सर सचेतना जस्ता सवालहरूमा केन्द्रित कार्यक्रममा भरतपुर अस्पतालकी मेट्रोन शान्ता भण्डारी, संस्थाकी अध्यक्ष मीना खरेल, एएचएफका क्षेत्रीय संयोजक कृष्णहरि सापकोटा लगायत 32 भन्दा बढी बालबालिकाहरू सहभागी थिए।